एसीको पाइपलाई भित्र लुकाउने गल्ती त गर्दै नगर्नुस्। एसीको पाइप वालको भित्र हाइड गर्नाले चाहिँ तपाईको घरमा एकदम ठुलो प्रब्लम आउन सक्छ। कसरी त थाहा पाउन भिडियो सेभ गर्नु होला। प्राय जसो मान्छेले चाहिँ एसीको पाइपलाई भित्र फिट गर्नु एकदम स्मार्ट आइडिया हो भनेर सोच्नुहुन्छ, तर यो एकदमै ठुलो मिस्टेक हो। किनभने फ्युचरमा चाहिँ जब लिकेज वा सर्भिसिङको प्रब्लम आउँछ हामीले पुरा भित्ता नै फुटाउनु पर्छ र यसले हाम्रो कस्ट डबल पारिदिन्छ। सो अब यसको स्मार्ट अल्टरनेटिभ चाहिँ पेलमेन्ट हो। एसीको पाइप लुकाउन पेलमेन्टको युज गर्नुस्, किनभने यो स्टाइलिश र फङ्सनल दुवै हुन्छ। पेलमेन्टको मद्दतले चाहिँ एसीको पाइप राम्ररी हाइड हुन्छ र मेन्टेनेन्स पनि एकदमै इजी हुन्छ। साथै पेलमेन्टको प्रयोगले चाहिँ एसीको एयर फ्लो पनि राम्रो हुन्छ र भित्ताको लाइफ पनि लङ लास्टिङ हुन्छ। अनि अभियसली तपाईको घरको भित्ता प्रोटेक्टेड रहने त भइ नै हाल्यो। सो अब यस्तै इन्टेरियर टिप्स साथसाथै इन्टेरियर डिजाइनिङको कामहरू र कन्स्ट्रक्सनको कामहरूको लागि चाहिँ केएसएम सर्भिसेसलाई कन्ट्याक्ट गर्नु होला।